भक्तपुरको गुन्डुमा अहिले नेकपा एमालेको महाधिवेशन चलिरहेको छ। यसपटकको महाधिवेशन निकै नै रोचक तरिकाले अगाडि बढिरहेको छ, किनकि ओली सर्वसम्मत भएका छैनन्। उनलाई टक्कर दिन ईश्वर पोखरेल प्यानल नै लिएर अगाडि आएका छन् र हामी तपाईँहरूलाई यस भिडियोमा एमालेको महाधिवेशनमा के चल्दै रहेको छ, के छ, किन महत्त्वपूर्ण छ अहिले महाधिवेशन, यो बारेमा हामी तपाईँहरूलाई यस भिडियोमा सम्पूर्ण जानकारी दिनेछौँ। ल अब सुरु गरौँ आजको भिडियो। नेकपा एमाले नेपालका सबैभन्दा ठुलो कम्युनिस्ट पार्टीमध्ये एक हो र यसको इतिहास 2049 सालदेखि चलेको छ, जसले नेपालको राजनैतिक आन्दोलनमा ठुलो भूमिका पनि खेलेको छ। महाधिवेशन भनेको पार्टीका सदस्यहरू मिलेर पार्टीको नेतृत्व, नीति, मान्यता र अन्य महत्त्वपूर्ण निर्णयहरू पारित गर्ने सबैभन्दा ठुलो बैठक हो। यो महाधिवेशन भरतपुरको गुन्डुमा चलिरहेको छ र अहिले त्यहाँ एमालेको ठुलो भिड अथवा महोत्सव नै चलिरहेको छ भनौँ। महाधिवेशन भनेको पार्टीका सदस्यहरू मिलेर पार्टीको नेतृत्व, नीति, मान्यता र अन्य महत्त्वपूर्ण निर्णयहरू पारित गर्ने सबैभन्दा ठुलो बैठक हो। नेपालमा जेनजी आन्दोलनले ठुलो राजनैतिक तनाव आयो, जसले संसद विघटन भयो, सरकार ढल्यो र ठुलो विरोध प्रदर्शनहरूको श्रृङ्खला ल्यायो, जुन बेला सरकारको नेतृत्व एमालेले गरिरहेको थियो। त्यसका बमोजिम पनि नेकपा एमालेलाई चारैतिरबाट टार्गेटमा पारियो र नेकपा एमाले माथि चारैतिरबाट प्रहार भयो। त्यसका कारण पनि एमालेको नेतृत्व अहिले निकै नै चुनौतीका साथ अगाडि आउनुपर्नेछ। यस परिवेशमा एमालेले आफ्नो महाधिवेशन अगाडि बढायो, जसले पार्टीभित्रको नेतृत्व, राजनीतिक र आगामी चुनावका लागि निर्णयहरू गर्न आवश्यक ठाने। नयाँ नेतृत्वको चुनाव, अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव आदि पदहरू चयन, पार्टीका नीति र रणनीतिहरू तय गर्न, विशेष गरी आगामी निर्वाचन र संसद पुनर्स्थापना सम्बन्धी निर्णय, राजनीतिक प्रतिवेदन पारित गर्नु, पार्टीको भित्री मूल्याङ्कन र आगामी योजनाहरू यसका मुख्य काम हुनेछन्। यस महाधिवेशनमा केपी शर्मा ओलीको प्यानल र ईश्वर पोखरेलको प्यानल गरेर दुईवटा प्यानल भिड्दैछन्। हेरौँ जित चाहिँ कसको हुन्छ। महाधिवेशनमा विभागीय मतभेद र नेताहरूको नेतृत्व चयनलाई लिएर कडा प्रतिस्पर्धा देखिएको छ, जसले पार्टीभित्र उभिएर मत भिन्नता र रणनीतिक प्यानलहरू उत्पन्न गर्यो। महाधिवेशनले पार्टी सेन्ट्रल कमिटीको संरचना पनि संशोधित गर्यो। 301 सदस्यीय केन्द्रीय समिति, 19 कार्यालयधारी पदहरू सहित संरचनाको खाका तयार गर्यो। यसबारे नेताहरूबीच मतभेद र बहस पनि भयो। एमालेले महाधिवेशनमा संसद पुनर्स्थापनाको माग, आगामी निर्वाचनमा सक्रिय भूमिका र राजनीतिक स्थिरताको लागि योजनाहरू सार्वजनिक गरे। ओलीले पनि महाधिवेशनमा पार्टीलाई राष्ट्रको सर्वोच्च हितमा नै अघि बढाउने प्रतिबद्धता दोहोर्याएका छन्। यस महाधिवेशनले एमालेका भविष्यका निर्णयहरूलाई समेट्दै आगामी राजनीतिक प्रतिबद्धता, ठुलो चुनौती र आगामी एमालेको भविष्य निर्धारित गर्नेछ।